एभ्रीबडी यो चाहिँ हाम्रो एमबिएस फर्स्ट सेमिस्टर अन्तर्गत रहेको हाम्रो म्यानेजरियल इकोनोमिक्सको युनिट 2 मा जुन हाम्रो डिमान्ड फोरकास्टिङ रहेको छ यसको क्वेसन छ 2015 मा सोधेको कन्सिडर द फलोइङ डाटा। यो डाटा दिएको छ, इयर दिया है, इयर अनि सेल्स दिएको छ। सेल्स चाहिँ 1000 मा दिया है युनिटमा 2010 2011 2012 2013 2014। इस्टिमेट द सेल्स फर 2015 एन्ड 2016। यसको लागि सेल्स निकाल भनेर भनेको छ। अब तर हामीलाई यहाँ त दिएको छ है, 40 दिएको थियो क्वेसनमा, 40 दिएको थियो, 38 दिएको थियो 2011 मा, 2012 मा 50 दिएको थियो, अनि त्यसपछि हाम्रो 62 दिएको थियो र अर्को 70 दिएको छ। यो क्वेसन हो, यो क्वेसन हो। अब यसलाई सोलुसन गर्दाखेरि हामीले सोलुसन इयर, अब सोलुसन गर्दाखेरि सेल्स फोरकास्ट फर हामीले निकाल्नु पर्ने के हो त 15 एन्ड 16 को सेल्स फोरकास्ट निकाल्ने। त्यही भएर सेल्स फोरकास्ट फर 2000 कतिको 15 एन्ड 2016 यो निकाल भनेको छ। यो निकाल्नेवाला कुराहरू हामीले यहाँ हेडिङमा लेख्यौँ है, हेडिङमा लेख्यौँ। अब यसको लागि हामीलाई दिएको कुरा के छ त, एउटा इयर दिया है, इयरलाई मैले एक्स ले डिनोट गरेँ, एउटा इयर दिया छ, अर्को चाहिँ हाम्रो सेल्स दिया है, सेल्सलाई मैले वाई भेरिएबलले डिनोट गरेँ। अनि अब त्यसपछि मलाई अब यति कुरा थाहा भयो। यति कुरा थाहा भइसकेपछि त हामीलाई टाइम सिरिज इक्वेसन भनेको त y इक्वल्स टु a प्लस bx हो, a प्लस bx हो। अनि त्यसलाई हामीले समेसनहरू सबैको निकाल्नु पर्ने हुन्छ। त्यसका लागि अब सुरुमा हामीले मिड भ्याल्यु, हामीले डिफरेन्स निकाल्छौँ, जुन x क्यापिटल x माइनस स्मल x है। यो भने क्यापिटल x माइनस 2000 कतिको लागि भनेपछि अब यहाँबाट हाम्रो बिचको मिड इयर हेरौँ है ल। अब 2014 र 2000 यो छ 1 2 3 4 5 वटा हो। त्यही भएर दुईटा अगाडि दुईटा पछाडि भनेको बिचको इयर भनेको 12। त्यही भएर 2012 घटाउने भनेको है 2012 घट्यो। 2012 घटिसकेपछि अनि यो स्मल एक्स र क्यापिटल वाई मानेको वालालाई मल्टिप्लाई गर्ने, सेल्स इन्टु यो। अनि अर्को कुरा के गर्ने भने अब स्मल एक्सकै स्क्वायर निकाल्ने है, स्मल एक्स निकाल्ने, त्यसको स्क्वायर गर्ने, अर्थात् यो दुईटा मल्टिप्लाई गर्ने भने त्यसरी बुझिने हुन्छ। टेबल जसरी बनाइने हुन्छ यो टेबल बन्नु पर्यो। अब पहिला मैले यसमा इयरहरू राख्छु है। इयर भनेको कति छ त 2010 छ एउटा, अर्को 2011 छ, 2012 छ, 2013 2014 इयर। अनि हाम्रो यहाँ सेल्स युनिट कति दिएको छ त 40 दिएको छ क्वेसनमा, यहाँ छ 40 दिएको छ। त्यसपछि 38 दिएको छ 11 मा, 10 मा 40, 11 मा 38, 12 मा 50 है, 50 दिया है, 13 मा कति दिया है 62 दिया है, 14 मा कति दिया छ 70 दिएको छ। यसरी दियो। अब एक्स निकालौँ। एक्स भनेको के हो त, एक्स भने 2012 है, यो एक्स छ 2012 घटाउने यहाँ है। एक्स भनेको 2010 छ, 2010 बाट 2012 घटाउने, यो 2012 घटाउने भनेको 2010 बाट 2012 घट्यो भने के आउला त माइनस आउला। अनि त्यसपछि सिमिलरली 2012 बाट 2011 घट्यो माइनस 1 आउला, यो 0 आउला, तल 1 र 2 आउँछ है। भनेपछि 13 बाट 12 अनि 14 बाट 2, 14 बाट हाम्रो 14 बाट 12 घटायो भने 2 आउँछ। यसरी चाहिँ हाम्रो एक्स आयो। अब यो आउने बित्तिकै यसको स्क्वायरको लागि जहिले पनि हामीले यो स्ट्याटिक्स भयो, म्यानेजरियल इकोनोमिक्सहरूमा यसको एक्सको लागि अब के गरिन्छ भनेपछि यसको एक्सको लागि स्क्वायर गरिन्छ भनेको। अब त्यही भएर 2 2 जा 4, 1 1 जा 1, 0 0 0, 1 1 जा 1, 2 2 जा 4 2। त्यसपछि हामीले एक्स र वाई मल्टिप्लाई, यो एक्स र यो वाई मल्टिप्लाई गर्ने, 4 4 दुना है 80 भनेपछि माइनस 80 आयो यो। त्यसपछि माइनस 38 आउँछ, यो र यो गरेर 0 आयो, 62 62 आयो, 62 × 2 70 दुना 100, 7 दुना 14, 140 है, 140 आयो भन्छ। अब सबैको सम निकाल्ने, के को सम भनेपछि यो एन हो। यो नम्बर भनेको 5 वटा यो छ, 1 2 3 4 5। त्यही भएर एन इज इक्वल्स टु 5 निकाल्ने। अब यो समेसन वाई पनि हामीले निकालौँ, समेसन वाई सेल्सको सम। अब यहाँबाट जोड्दै जोड्दै 6 2 8 2 10, 10 का 0 है, 10 का 0 हाँसेर 1 लाग्यो। अनि 6 6 12 1 13, 13 14 15 16 17 18 19 20 21 21 4 21 4 25 1 26 है, भनेपछि 26। त्यही भएर 26 भनेको 260 आयो यो है। अथवा क्यालकुलेटरमा जोडेर पनि गर्न सक्नुहुन्छ। अब यहाँ त के छ, यो त के 0 आउला, यो
0 आउने नै हो किनकि यो माइनसले माइनस काट्यो 1ले 1 काट्यो सबै जोडे 0 आउँछ समेसन x त्यसपछि समेसन x कमा स्मल x कमा y यो जोड्दै जाने पहिला यहाँबाट जोड्दै जाने अब जोड -80 -30 62 140 गर्यो भने यो 84 आउँछ है जोडेर सबै जोडेर यो 84 आयो हाम्रो यसरी 84 आयो र अनि समेसन x स्क्वायर पनि जोड्ने 4 4 8 2 10 भनेपछि समेसन x स्क्वायर = कति आउँछ त 10 आउँछ यो है यो हाम्रो कति आउँछ त 10 आउँछ भनेको है यो कति आयो 10 आयो ल यो 10 आयो भन्छ ल यसरी हामीले टेबल कम्प्लिट गर्यौं है टेबल कम्प्लिट यसरी गर्यौं अब यो टेबल कम्प्लिट भइसक्यो अब टेबल कम्प्लिट भइसकेपछि अब हामीले निकाल्ने कुराहरु हेर्दै जाम है टेबल कम्प्लिट त भयो अब हामीलाई टाइम सिरिज इक्वेसन भन्छ है त्यसपछि हामीले नाउ भनेर हेरौं नाउ टाइम सिरिज है टाइम सिरिज इक्वेसनहरु अब हामीलाई थाहा हुनु पर्यो टाइम सिरिज इक्वेसन भन्ने बित्तिकै y a plus bx है y a plus bx यो हाम्रो के छ टाइम सिरिज इक्वेसन भयो y a plus bx अर्थात यो जिगज्याग भयो भनेपछि हेरौं y a plus bx यो थाहा छ यसलाई इक्वेसन 1 माने अब यसलाई के गर्ने भनेपछि हाम्रो लिस्ट स्क्वायर इक्वेसनहरु मान्नु पर्यो जब अब यहाँ चाहिँ x भनेको है वेयर x यो x y a plus bx है यो x भनेको के हो त क्यापिटल X माइनस 2012 हो है यो x भनेको यो वाला x त्यो भएर यो रह्यो अब यो थाहा भएपछि हामीले लिस्ट स्क्वायर इक्वेसन है लिस्ट स्क्वायर इक्वेसन दुईवटा हुन्छन् इक्वेसन है ल लिस्ट स्क्वायर इक्वेसन भन्ने बित्तिकै पहिलो यसलाई के गर्ने समेसनले मल्टिप्लाई गर्ने सबै त्यही भएर यो na हुन्छ है समेसनले मल्टिप्लाई गर्दा na हुन्छ a लाई अनि फेरि समेसनले मल्टिप्लाई गरेर b कन्स्टेन्ट अगाडि ल्याउने समेसन x इक्वेसन नम्बर 2 रह्यो a bx थाहा हुनु पर्यो अरु के पनि छैन पहिलोकोमा के गर्ने समेसनले मल्टिप्लाई गर्दिने अनि अर्कोमा फेरि समेसन अब हामीले अर्कोमा केले मल्टिप्लाई गर्ने भनेपछि अब यहीलाई है अब हामीले के गर्नु पर्यो भनेपछि तीनटा भइदिए अब x1 x2 ले गर्थे अब यहाँ त हाम्रो भेरिएबल दुईटा मात्र छ त्यही भएर दुईटा इक्वेसन बनाउनु पर्यो समेसन हाम्रो x ले मल्टिप्लाई गर्ने है समेसन x ले मल्टिप्लाई गर्ने सानो वाला x ले है यो समेसन सानो x ले त्यही भएर अब योलाई मैले समेसन x ले गरे भने अब के हुन्छ त भनेपछि एउटा समेसन x छ अनि y छदैछ फेरि यसलाई मल्टिप्लाई गरे a समेसन x हुन्छ प्लस फेरि अब यहाँ चाहिँ b छदैछ समेसन x इन्टु x सेम x हो त्यही भएर x स्क्वायर हुन्छ समेसन x इन्टु x समेसन x स्क्वायर हुन्छ इक्वेसन नम्बर यो 3 भयो इक्वेसन नम्बर 3 भयो ल यसरी चाहिँ हाम्रो इक्वेसन नम्बर 3 हुन्छ अब इक्वेसन नम्बर 3 भइसकेपछि हामीले अब के गर्नु पर्यो भनेपछि भ्यालुहरु पुट गर्नु पर्यो इक्वेसन 2 मा र पुटिङ द भ्यालुज है पुटिङ द भ्यालुज इन इक्वेसन नम्बर 2 इक्वेसन 2 मा भ्यालु पुट गर्ने समेसन y को भ्यालु कति छ त माथि हामीले निकाल्सके है टेबलमा समेसन y को भ्यालु 260 थियो त्यो भएर 260 मैले राखे त्यसपछि समेसन y भनेको n कति छ त 5 छ a नै छ प्लस b अनि समेसन x भनेको 0 छ अब यहाँबाट देयरफोर a को भ्यालु निकाल्छु मैले यो त 0 भइहाल्यो a को भ्यालु निकाल्यो भनेपछि 260 बाइ 5 भनेपछि हो 5 बजा 25 एउटा आन्सर हुन्छ 26 त्यो भएर 5 अनि 51 भनेपछि कति हुन्छ 5 अब यो हाम्रो कति हुन्छ भनेपछि 51 है अनि एउटा हासिल त 52 हुन्छ ल 52 भयो हाम्रो a को भ्यालु है a को भ्यालु 52 हुन्छ अब त्यसपछि हामीले यो भ्यालुलाई हामीले अब त्यसपछि फेरि हामीले पुटिङ द भ्यालुज इन इक्वेसन नम्बर 3 मा है ल इक्वेसन नम्बर 3 मा हेरौँ भन्छ ल पुटिङ द भ्यालुज इन इक्वेसन नम्बर 3 पुटिङ द भ्यालुज इन
इक्वेसन नम्बर 3 ल इक्वेसन नम्बर 3 के थियो भनेपछि यही छ यो यसमा भ्यालु राख्यो समेसन एक्स वाई को भ्यालु कति छ त यो टेबलमा अघि निकालेको थिए समेसन एक्स को भ्यालु कति छ 84 छ है 84 छ समेसन एक्स को वाई को भ्यालु अनि त्यसैगरी हाम्रो ए को ए नै हुन्छ है अनि समेसन एक्स भनेको 0 छ प्लस बी बी नै हुन्छ समेसन एक्स स्क्वायर भनेपछि हामीले समेसन एक्स स्क्वायर निकाल्या कति निकाल्या 10 निकाल्या इन्टु 10 छ यहाँबाट हामीले ए सँग 0 गरे 0 भयो अब यहाँबाट के निकाले बी इन्टु 10 छ त्यही भएर 84 डिभाइडेड बाइ 10 छ यो भनेको के हुन्छ 8.4 हुन्छ है 8.4 हाम्रो के आउँछ त 8.4 हाम्रो के आउँछ त बी को भ्यालु अब बी को भ्यालु आइसकेपछि लेट्स सी हियर बी को भ्यालु आइसकेपछि अब के गर्ने त अब सेल निकाल्नु पर्यो है नाउ फर सेल भनेर लेख्नु पर्यो नाउ फर त्यसपछि हामीले के निकाल्नु पर्यो नाउ फर सेल है सेल अफ 2016 2016 को पहिला 15 को निकालौँ है 2015 को ल 2015 को सेल निकाल्नु पर्यो भनेपछि 2015 को सेल निकाल्नु पर्यो त्यही भएर अब यसको लागि के मानेको थियो हामीले x = 2015 बाट क्यापिटल एक्स है यो थियो नि x = क्यापिटल एक्स माइनस 2012 थियो त्यही भएर 2012 घटाउने भनेपछि 15 बाट 12 घट्यो भने 15 बाट 12 घटाउने भने है 15 3 आउँछ 3 आयो ल 3 आयो अब देन त्यसपछि हामीले है y 2015 को निकाल्नु पर्यो भनेपछि y 2015 को y = a + bx हो a + bx हो त्यही भएर a भनेको 52 छ निकाले हामीले b भनेको 8.4 छ इन्टु a र b निकाल्यो भने सकिहाल्यो अनि x भनेको त यो 3 हो है यो क्याल्कुलेट गरिदियो भनेपछि हाम्रो 77.2 आउँछ आन्सर है यसरी क्याल्कुलेटरमा हानेर अनि त्यसपछि अब अगेन भनौँ अर्को हामीलाई कुन वर्षको निकाल्यो भने त अगेन सेल्स फर है अगेन सेल्स फर 2016 2016 को लागि सेल्स निकाल्यो भनेको छ 2016 को लागि निकाल्नको लागि के हुन्छ त त्यही हो 2016 माइनस 2012 16 बाट 12 घट्यो भने 4 हुन्छ 4 आउँछ अब त्यसपछि y 2016 लेख्ने त्यही हो इक्वेसन a + bx हो a भनेको कति छ त 52 हो b भनेको 8.4 हो x भनेको 4 हो त्यही भएर अब यो यसलाई हामीले अब 4 हो है अब यसलाई हामीले के गर्छौँ भनेपछि क्याल्कुलेट गर्छौँ क्याल्कुलेट गरिसकेपछि यो 52 इन्टु 8.4 इन्टु यो गऱ्यो भने कति आउँछ त हाम्रो 85.6 आउँछ हेन्स इस्टिमेटेड सेल 2015 2016 को भनेर एउटा यो लेखिदिने फाइनल रिजल्टमा अनि एउटा यो निकाल्ने यसरी चाहिँ हाम्रो यो क्वेसन सोलुसन गर्न सकिन्छ है अब त्यसपछि मैले यही च्याप्टरबाट 15 मार्क्स को लागि हाम्रो आरएमएससी निकाल्नेवाला हामीले अस्ति गरेको छ एउटा यही अब युट्युब च्यानलमा अरु म चाहिँ अब कस्तो हुन्छ अब यहाँबाट 15 मार्क्स को क्वेसनहरु पास्ट क्वेसनहरु आएको गरेर भिडियो म यहाँ राख्दै जान्छु अनि त्यसपछि हाम्रो प्रोडक्सन एन्ड कस्ट एनालाइसिस भन्ने अर्को च्याप्टरको पनि हेर्दै जान्छौँ ओके गाइज